राखी भन्दा भन्दा मुखनिर आइसक्यो र अब हामीले टक्क लगाएर सामानहरू किनेर चाहिँ अब भोलिको लागि रेडी पोजिसनमा बस्छ। वेलकम छ मेरो डेली ब्लगमा, फेरि पनि आइसक्यो न्यू ब्लगको सुरुवात भइसकेको छ। आयो हजुर चाहिँ सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु होइन। यो बोल्दा बोल्दा सास किन अड्किरहेको हुन्छ कि मेरो म अचम्म परेर हान्छु भनेर म, किनकि होपलेस हुने जस्तो भइहाल्छु। त्यही भएर आज चाहिँ मेरो नास्तादेखि भ्लगहरू स्टार्ट भइरहेको छ होइन। फेरि म कम खाओस् धेरै खाओस् त्यो मेरो एकै गाँसमा बनाउने काम छ कि, किनकि मलाई खानेकुराहरू भयो भातहरू सबै मिठो लाग्छ कि। त्यसपछि अभिषेक भिनाको छोरा चाहिँ टक्क लागेर मसँग छन्, अभिषेक भिना हेर्नुवाला टक्क लगाएर अब चाहिँ जानु पर्यो हाम्रो राखीको सोपिङ गर्न। त्यस्तो केही काम थिएन, किनकि म छोरा मान्छे हो होइन। छोरी मान्छेको घरमा अब छोरी मान्छेहरूले मलाई टिकाहरू लगाइदिन्छन् अनि राखी उनी नै बाँधिन्छन् होइन। त्यसपछि चाहिँ बजेको लागि ल्याउनु थियो। त्यही भएर चाहिँ म एक्लै भन्की होइन, भिडियोहरू बनाउँदा कि मलाई सबैजनाले हेरेर आउँछन् कि यिनी भ्लग गराउँछन् भनेर आउँछन्। त्यही भएर चाहिँ म फेरि लाज मान्दैन कि फेरि मेरो चाहिँ हिम्मत बढिसक्यो होइन। अब त्यसपछि चाहिँ हामीले राखीहरू किनिसकेर अब चक्क लगाएर मिठाई यस्तो डेकोरेसन थियो कि, मिठाई खानुभन्दा नि किन्नुभन्दा नि मैले त डेकोरेसन देखेर ल्याएको कि झन् होइन, यति मस्त थियो डेकोरेसन। त्यसपछि चाहिँ मिठाईहरू किनिसकेन। अब हाम्रो भाइरल गरहरू भेटिसकेका छन् होइन। उहाँहरूले नि भ्लगहरू गराएर आउँछन् कि, भ्लगहरू मलाई मनपर्छ उहाँहरूको भ्लगहरू हेरेर आउँछु। तुलसी पोखरा अनि काएर बस्ने त होइन, उहाँहरूको आइडीमा गएर नि एकचोटि भिजिट गरिदिनु होला टक्क लागेर। त्यसपछि चाहिँ घर आएर एकछिनमा बसेको छैन होइन, आन्टीले फेरि मेलाघाट जाउँ अरे त्यही बजार। म भ्लगहरू बनाउनुभन्दा यो सिनको लागि म चाहिँ मैले गराएको यस्तो बबाल सिन देखिरहेको थियो होइन। त्यसपछि चाहिँ हामीले पैसाहरू तानेर टक्क लागेर हामीले चाहिँ रेडी पोजिसनमा गराएको छौँ। त्यसपछि चाहिँ ल्याम्म पारेर 2 रुपियाँको ललिपप ल्याएर निक्लिक्क पारेर खाइदिन्छु होइन। अब बच्चा जस्तो हो जे पनि होस् म त खाइदिन्छु है। त्यसपछि चाहिँ 2 रुपियाँको ललिपप खाएर चाहिँ म बजारतिर लागिसकेँ। तर भ्यू चाहिँ यस्तो खतरा आइरहेको थियो कि, त्यसपछि चाहिँ हामीहरू बहिनीको लागि लुगा किन्न जाँदै थियौँ पसलमा। त्यसपछि चाहिँ अब सानो बच्चा हो नि त, त्यही भएर चाहिँ अब हामीले कस्तो लग्ने हो के लग्ने हो भनेर चाहिँ हामी अलिकति नर्भस जस्तो भइरहेको थियो होइन। बहिनीले मन पराउँदैन त, त्यही भएर चाहिँ हामीले कति पसलमा गएर बल्ल बल्ल हामीले चाहिँ कपडा भेटायौँ। त्यसपछि चाहिँ अब टक्क लाएर अब कपडाहरू मात्रै किनेर पनि भएन होइन, सागसब्जी पनि किन्नै पऱ्यो। त्यसपछि चाहिँ मेरो काम त केही थिएन होइन। मैले त बिहानै गएर आएको अनि आन्टीको चाहिँ काम थियो त्यहाँ, अनि चाहिँ त्यहाँ सागसब्जीहरू किन्ने हुनुहुन्थ्यो। आजको लागि चाहिँ यति हो, अर्को भ्लगमा भेट्नेछौँ, बाई बाई।